हेलो हाई दर्शक नमस्ते। आज म तपाईहरुलाई विशेष गरेर बहराइनको राजधानी मानामाबाट 300 किलोमिटर टाढा रहेको एउटा पुरानो प्यालेस जुन फोर्ट छ, यो पोर्ट चाहिँ लगभग 500 वर्षभन्दा पहिलाको यो पोर्ट तयार गरिएको छ। यो पोर्टहरुमा चाहिँ यसलाई बहराइन सरकारले संरचना र संरक्षण गरेर राखिएको छ। जुन संरचनाहरू म आजको विशेष ब्लग मार्फत म तपाईहरुलाई सम्पूर्ण यहाँका जानकारीहरू, सम्पूर्ण यहाँका कुराहरू म देखाउने प्रयास गरेको छु। कृपया यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथीहरू, यसरी यहाँ वरिपरि घुमिरहेको छु। एकदम यो बहराइनको चाहिँ एकदम पहाडी इलाकामा जस्तै गाउँमा पर्दछ साथीहरू। यतातिर भेडा बाख्राहरू गरिराखेको छ। सागसब्जीहरू लाउनेले लाइराखेको छन् है। एकदम हिस्टोरिकल प्लेस छ। अब यहाँ एउटा हामी फेरि इन्ट्री हुँदैछौँ। हेर्नुहोस्, प्लिज माइन्ड योर स्टेप। यहाँ चाहिँ रेनोभेसन पनि भइरहेको छ साथीहरू। हेर्नुहोस्, रेनोभेसन भइरहेको छ यहाँनिर। यहाँ भित्रबाट छिरेर तपाईहरु फेरि यतापट्टि निस्किन सक्नुहुनेछ। ल साथीहरू, यहाँ भित्रबाट छिरिन्छ साथीहरू। From the sea, fresh water, yeah, groundwater. There's been a dry वाउ, यहाँ तल गुफा साथीहरू। त्यस्तो खालको पुरा गुफाहरू पनि छ साथीहरू। वाउ, इट्स अमेजिङ। यहाँनिर सानो दुलो, त्यस पछाडि यहाँनिर सानो यस्तो डिजाइनहरू बनाइएको छ। वाउ,
र साथीहरु यो चाहिँ के हो अब अरबीमा लेखिएको छ समथिङ यो इनार हुन सक्छ म्युजिक साउन्ड बक्स इज समथिङ हैव साउन्ड हो यहाँ चाहिँ त्यो म्युजिकहरु यहाँनिर बज्छ हैन यहाँ चाहिँ चट्ट म्युजिकहरु यहाँनिर बजाएर डिस्को लाइटहरु हो न यो सबै डिस्को लाइटहरु हो क्या यस यस यहाँनिर चाहिँ यस्तो छाप्रा घरहरु पनि बनाइएको छ यो टपमा साथीहरु वाउ अमेजिङ यस्तो छाप्रा घरहरु पनि बनाइएको छ सायद यहाँ चाहिँ एउटा कोठाहरु रेस्टुरेन्टहरु हुन सक्छ रमाइलो गर्ने यो ठाउँहरु हुन सक्छ साथीहरु It's a really amazing place. यदि तपाई पनि बहराइनमा हुनुहुन्छ भने आउनुहोस् घुम्नुहोस् यात्रा गर्नुहोस् यो चाहिँ एउटा ऐतिहासिक ठाउँ हो प्राय गरेर यहाँनिर विभिन्न देशका भिजिटरहरु आउने गर्दछ साथीहरु